भनिदिनु कसैलाई पनि नभन है है यो केक चाहिँ मम्मीले पठाइदिनु हो तिमीलाई है मम्मीले पठाइदिनु हो अलिक कसैलाई पनि नभन हामी स्कुलबाट भन्छु के भन्छ कपडाहरू छ सुन कपडाहरू घडीहरू ल्याइदिएछु मम्मीलाई सम्झेछौ कतिको मिस गर्छु खुसी भएको छु नि तर घरमा नभन है मम्मीलाई के भन्छु मिस गरेछौ एकदम मम्मीले एकदम सम्झिनुहुन्छ तिमीले एकदम माया गर्नुहुन्छ तर घरमा गएपछि हामी स्कुलबाट आएको है केही नभन है घरमा गएर केक काटिदिन्छु कपडा दिन्छु उसलाई थाहा छैन तिमीलाई नभन त नि हामीले ढाँटेर आएको नभन है प्रमिस घरै गएर काट्ने है नानी के छ अहिले 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 भन्छु कहाँ राख्ने गाडी यताबाट गाडी आउँछ बाइकहरू मात्र आउँछ उतै राख्नु नि त्यहाँ पार्किङ नै छ मम्मीलाई के भन्छ आई लभ यु कतिको याद आउँछ आमाको धेरै गुड कुरा गराइदिनु नगर बोलौँ न मम्मीसँग चलो प्रिन्सिपलसँग बोलेको भन है नभन स्कुलबाट भन प्रिन्सिपलसँग बोलेको भन है यता तिमी म लाउडस्पिकरलाई त्यही त बोल नलिकन बोल ममु आई लभ यु भन्नु है बनाइदिनु फेरि मम्मी अझै पनि कोभिड-19 संक्रमण नानी हजुर आई लभ यु अरे सुगन्ने आलो बेचरा कहाँ हुनुहुन्छ मम्मी मन्दिर आएको नि छोरोको लागि पूजा गर्न हो यता आउनुहुन्न मम्मी तिमी कहाँ छौ छोरो म यहाँ अङ्कलहरूसँग छु अङ्कलहरूसँग अनि तिमीलाई गीत मन पर्यो भेट्ने ल ल हुन्छ बहिनी सुन्नु त हजुर ल हामी चाहिँ अहिले एकछिनमा कुरा गर्छौँ है ल बहिनीलाई भाइ के अरे बाबुसँग कुरा गराइदिन्छु भनेर है ल ह्याप्पी बर्थडे भन्नुहोस् एकचोटि हेलो हेलो हजुर तिमी कतिमा पढ्दैछ म 4 मा अब 5 मा 5 मा अहिले अङ्कललाई के अङ्कल भनेर भिडियो कल गर्न लाउ ल हस् एकचोटि है हस् ल हस्